केराको आत्मकथा। साथीहरू, बल्ल हाम्रा दिन आए। एउटा जवान केराले आत्मविश्वासका साथ बोले, इतिहासमा हामी केराहरू सदैव अपहेलित भयौं र हाँसोको पात्र बनिरहेका थियौं। बल्ल हाम्रो सरकार आयो र सरकारले हाम्रो सम्मान गरेको छ। नत्र भने हामी केराहरू सदियौंदेखि दमनमा थियौं, उत्पीडनमा परेका थियौं। हेर्नुहोस् त, यो समाजले हामी केरामाथि कति बर्बर दमन गरेका थिए। फल दिएपछि जरै भिराएर काटिएको छ, काँचो केरालाई मोमो बनाएको छ। मानौ हामी भैँसी हौं, राँगा हौं र भैँसी र राँगाका बीचमा हाम्रा मोमो पनि बेचिएका छन्। अरू फलफूलका बगैँचा हुन्छन्, तर केराको केराघारी। अरू मानिसहरू केरा खाने हो भन्दै चिलेर खितखिताउँथे, हामीलाई देखाएर हाँस्थे। कतिले गालीका रूपमा हाम्रो नाम दुरुपयोग गर्थे, मानौ हामी केरा भएर जन्मिनु नै पाप थियो। फलफूल पसलेर त झन् हामीलाई एउटा आतंककारीको भन्दा तल्लो स्तरको व्यवहार गर्थे। हामीले के अपराध गरेका थियौं र हरेक फलफूल पसलमा डोरीमा बाँधेर हामी केरालाई झुन्ड्याउनु पर्यो। हामी पनि फलफूल नै त थियौं, तर स्याउलाई कत्रो सम्मान। ओहो, चिटिका परेको बाकसमा हालेर प्रत्येकलाई जालीवाला मुलायम कपडामा बेरेर त्यो भित्र टलक्क टल्किने स्टिकर लगाइदिन्थे। मानौ स्याउले सुन्दरी प्रतियोगितामा सहभागी भएर आएका थिए, मिस युनिभर्स, मिस ट्यालेन्ट जस्ता उपाधि पाएका थिए। अन्य फलफूलका बारेमा बखान वर्णन र बयान गरेर कस्ता राम्रा राम्रा साहित्यहरू सिर्जना भए, गीतहरू बने। युवतीका सुन्दर गालासँग जोडेर स्याउका बखान गरे। अनार चाहिँ मिलेका दाँत भनेर अनारका प्रशंसा गरे। सुनकै भाउछ सुन्तला भारीको भनेर गीतै गाए। हामी केराहरूको गीत बन्न त बने, तर गालीकै रूपमा बने। के पाइस नेपाली केरा। सदियौंदेखि हामी केराहरू दमन र उपेक्षामा परिरह्यौं। फलफूलका राजा भनेर आफूलाई सिरपेस लगाइदिए। स्वर्गको फल भनेर अंगुरलाई देवत्वकरण गरिदिए। नरिवललाई कल्पवृक्ष, लिचीलाई प्रेमको फल भनेर गुणगान गाइयो। तर हामीलाई गरिबको आहारा भनेर छुट्याइयो अनि डोरीमा झुन्ड्याइयो। यो विभेद स्वदेशमा मात्र होइन, विदेशमा पनि छ। हामी केरालाई यी विदेशीहरूले बनाना बनाना भन्छ। हामी कहिले बिग्रेका थियौं र यिनीहरूले बनाना बनाना भनेका। तर समय बदलिएको छ। हामी केराको एक झलक देख्न मानिसहरू लालायत भएका छन्। हाम्रो प्रगति देखेर कागतीले अमिलो मन बनाएका छन्। ड्र्यागन र एभोकाडो जस्ता विदेशी फलहरू हामीलाई हेरेर आँखा तरेर बसेका छन्। डाहा गर्नेहरू गरिरहन्छ, हाम्रो भाव बढिरहन्छ। हामी केराहरूको सुनौलो सरकारसँग माग छ। तपाईहरूको पहेँलो सुनभन्दा हामी केराहरूको गुण धेरै छ। 5 तारिक होटलमा ककटेल पार्टीले टाउको दुख्यो भने बिहान 2 कोसा केरा खानुस्, टाउको दुख्न चैट हुन्छ। अन्त्यमा केरा साथी हो, हामीले हाम्रो मूल्यलाई अमूल्य बनाउनु पर्नेछ। फलफूल पसलेले अब डोरीमा होइन, क्रेनमा लगाएर माथि टुप्पोमा बाँधेर झुन्ड्याओस्, ताकि कसैले पनि हामीलाई छुन नसकोस्, भेट्न नसकोस्। हामीले हाम्रो महत्व यही हिसाबले बरकरार राखिरहनुपर्छ र यी मनुष्यहरूलाई पनि महसुस हुनै पर्छ र यिनीहरूले पनि भन्न बाध्य हुन् आफ्ना प्रेयसीहरूलाई, प्रिय, तिमीलाई जीवनभर म केराको कमी हुन दिने छैन।